आउँछ माथि ओइ लड्दै लडेको अनि हामी चाहिँ यहाँ चाहिँ धान यो काट्यौँ यो गरा काट्यौँ गाई चाहिँ यो खेतहरू हामी यहाँ जङ्गलमा यहाँ माथि अब जान लाग्यो हामी चाहिँ हेलो गाइज वेलकम टु माई न्यू ब्लग सबैजना वेलकम छ मेरो न्यू ब्लग्समा र मेरो चाहिँ यो फर्स्ट ब्लग हो यो च्यानलमा मैले ब्लग्स खासै आउँदैन मैले सुरुमा भर पाउँदैछु कस्तो हुन्छ नराम्रो राम्रो कस्तो हुन्छ सबैजनाले हेरिदिनु मन पराइदिनु होला र म अब यो च्यानलमा मैले भिडियो हाल्छु भ्लग बनाउँछु है कस्तो हुन्छ प्रतिक्रिया दिनु होला अनि सबैजनाले मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला नयाँ च्यानल छ फर्स्ट ब्लग हो मेरो र अहिले चाहिँ म गाउँ घरमा आएको छु म चाहिँ बस्छु उता चितवनमा बस्छु भरतपुरमा र अहिले चाहिँ यता आएको थिएँ म अब भोलितिर जान्छु होला भोलि मेरो गएको भ्लग पनि आउँछ र अनि यस्तै छ अब आज चाहिँ म आएको छु मम्मी सबैजना खेतमा जानुभएको छ म चाहिँ एक्लै छु घरमा अहिले है म चाहिँ अहिले एक्लै बसेछु घरमा अनि आन्टीहरू हुनुभयो भाइ आन्टीहरू पनि जानुभयो होला यहाँ चाहिँ बहिनी ठुली चाहिँ तलको आन्टीको छोरी अनि हामी चाहिँ यहाँ यतिकै बसिरहेको छौँ काम छैन केही छैन खेतानी गइएन ल मम्मीहरू चाहिँ खेतमा धान खान जानुभयो अनि म चाहिँ अहिले बसिरहेको थिएँ अब खाजा लाने बेला भयो खाजा पकाउन जान्छु खाजा पकाउँछु बनाउँछु चिया अनि बिस्कुटहरू तिहार सकेर रोटीहरू छ त्यही लानु पर्यो खाजा होइन घर अब खेतमा अब खाजा बनाउँछु अनि जानुपर्छ खेतमा खाजा लिएर गाइजमा चिया पकाउँदैछु चिया अब रोटी सोटी पोल्नु पर्यो गाइज होइन चिया पकाउँदैछु म चाहिँ अहिले यहाँ चिया पकाउँदैछु है तपाईँहरू हेर्नुहुन्छ मैले खाजा बनाइसकेको छु खाजा प्याक पनि भइसकेको छ तपाईँहरू हेर्नुहुन्छ त्यहाँदेखि खाजा प्याक पनि भइसकेको छ हाम्रो चाहिँ हेर्नुहुन्छ मैले खाजा प्याक गरिसकेको छु यसमा चिया छ अनि यसमा बिस्कुटहरू रोटीहरू छ यही हो है चिया बिस्कुट रोटीहरू छ खाजा खासै केही छैन अरू त अझै म खेतमा जान लागि है त गाइज म चाहिँ अहिले खेतमा हिँडिसकेको छु अब चाहिँ खाजा लिएरै खाजा नि छ यहाँ र अब चाहिँ म खेततिर लागिसकेको छु गाइज अनि यस्तै छ हिँड्दैछु म चाहिँ यहाँ अब पुरै जङ्गल छ यहाँ तल अब म एक्लै गएको फेरि म बहिनीहरू मम्मीहरू सबै गइसकेको छ नि म चाहिँ एक्लै जाँदैछु तल घर के अरे खेततिर ल गाइज अब सिधै खेतमा भेटौँ है त ल गाइज म चाहिँ खेतमा आइपुगिसकेको छु तपाईँहरू हेर्नु सक्नुहुन्छ अरे यहाँ धान काट्ने कार्यक्रम भइरहेछ यतिर धान काट्ने कार्यक्रम भइरहेछ माथि अङ्कलको झाट्ने कार्यक्रम भइरहेछ माथि झाट्ने हाम्रो यहाँ तल चाहिँ काट्ने धान काट्ने झाट्ने भइरहेको छ गाइज तपाईँ हेर्न सक्नुहुन्छ यहाँ म चाहिँ भर्खर आइपुगिसकेको छु खाजा लिएर र यहाँ मम्मी काट्दै हुनुहुन्छ घाँस के अरे धानहरू पिछे काट्दैछ धान यहाँ माथि आन्टीहरू चाहिँ झाट्ने मुठा बाँध्ने झाट्ने भइरहेको छ हजुर अनि त्यहाँ तिनवटा यो भुराहरू आएछ यहाँ माटो खन्दैछ खेल्दैछ यो गाइज हेर्नु सक्नुहुन्छ माथिसम्म छ गाइज तल पनि हेर्नु सक्नुहुन्छ तपाईँहरू तल पनि छ पुरै धान छ गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ माथि अङ्कलहरू यहाँ म जुम गरेर देखाइन्छु हेर्नु सक्नुहुन्छ अङ्कलहरू त्यहाँ माथि चाहिँ झार्दै हुनुहुन्छ धान झार्दै हुन्छ त्यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ काट्दैछ यही हो गाइज हाम्रो खेतमा चाहिँ यस्तै भइरहेको छ पुरै उता बुवा नि काटिदिनु भएको त्यहाँदेखि गएर हामीले छेल्दैछ हरू पछि यतातिर काट्दैछन् म नि अब काट्नु पऱ्यो हल्का फुल्का होइन त गाइज यस्तै छ अनि हावा पनि मस्त आउँदो रहेछ हामी घाम पनि यसकै हावा मेसिन आउँछ नि त यस्तो खेततिर त मस्त छ तल खोला पनि छ गाइज हुन्छ तल खोला पनि छ तल खोला पनि छ यहाँ धेरै तल छ खोला चाहिँ अझै धेरै तल छ यो माथि डाँडाहरू देखिएको छ गाइज यही हो गाइज ल गाइज अहिले यो काट्न लागेको छु मैले धान काट्न लागेको छु गाइज तपाईँ हेर्नु सक्नुहुन्छ अब म धान काट्छु ल अब काट्नु मैले गाइज यति गाडी गाइज यति पुरा घारी छ ल
यो गाइस आज चाहिँ हामीले घर जान लागेको छ माथि ओइ लड्दै लडेको अनि हामी चाहिँ यहाँ चाहिँ धान यो काट्यौँ यो गरा काट्यौँ अनि त्यसपछि तलको गरा काट्यौँ अरू चाहिँ अब उफ्रियो टन्नै उफ्रियो यो चाहिँ भोलि काट्ने अब यो चाहिँ भोलि काट्ने भन्यो अब चाहिँ नि जान लाग्यो यत्रो घाम गरिसक्यो र अब चाहिँ यहाँ घाँस काटेर पनि घाँस बोकेर जान लाम र अब चाहिँ जान पर्यो घरतिर है रोप्ने यहाँ चाहिँ यहाँ कत्रो कुलो छ पानी त्यहाँ बाँथी पनि छ माथि खानेपानीको मूल छ त्यहाँ चाहिँ म हेर्न जान्छु त्यहाँ यो खानेपानी हो यहाँ कत्रो छ है यो पानीबाट चाहिँ खेत रोपिन्छ पुरै गरा रोप्ने हो सबै यहाँ चाहिँ अब चाहिँ हामी जान लाग्यो है माथितिर है ल गाइस चाहिँ यो खेतहरू हामी यहाँ जङ्गलमा यहाँ माथि अब जान लाग्यो हामी चाहिँ माथि लागिसकेको छ हामी चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू यो पुरै अब जङ्गलबाट जाने हामी चाहिँ अब माथि जङ्गल छ खेतभन्दा माथि चाहिँ अब घना जङ्गल छ अब यो जङ्गलबाट हामी जाने हो तर चाहिँ खेत हो धान सान काटेर राखिसकेका छौँ है यस्तै हो ल हामी अब सिधै भेट्छौँ घरमा हामी चाहिँ घर आइपुग्यौँ होइन भर्खर खेतबाट उकालो चढेर आगो खुट्टा दुख्यो हामी चाहिँ भर्खर आइपुगेछौँ अनि यति यहाँ पिङ्गा बसिरहेको के हेर्ने काममा साथ सक्यो काम ल यो बोडी गाइज बोडी यहाँ चाहिँ मम्मी फिल्म आएछ बोडी कतिहरू छ हेर्नु तपाईँले बोडीहरू ल गाइज भने चाहिँ आज चाहिँ अब आजको ब्लग चाहिँ दिनु भयो होइन अब चाहिँ म खान्छु खानु भइसकेको छ ल सबैजनाले कस्तो लाग्यो आजको ब्लग सबैजनाले प्रतिक्रिया दिनु कमेन्टमा के कस्तो भयो यो कमेन्टमा पनि लेख्नु होला कस्तो भयो भनेर र आज मेरो फर्स्ट ब्लग हो आजको ब्लग यति नै सबैजनाले भिडियो हेरिदिनु भयो सबैजनालाई धन्यवाद ओके बाई